हेलो फाइनली म चाहिँ क्लिनिक आइपुगेको छु। हाम्रो सेसन स्टार्ट भइसकेको छ र हाम्रो सेसन चाहिँ 10 AM देखि स्टार्ट हुन्छ बिहान मर्निङको। अनि यो चाहिँ हाम्रो सिटिङ एरिया छ है, देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो सिटिङ एरिया हो। अनि माथि चाहिँ तपाईँको चेम्बर छ, स्टेयर छ। बिजी हुन्छ नि बिहान बिहान नबन्नुहोस्। हामीलाई बानी भइसकेको छ यो सेड्युलिङमा काम गर्ने टाइम टेबलमा है। मर्निङ टु 8 हाम्रो सेड्युलिङ एकदम टफ हुन्छ, पुरा बिजी सेड्युल हुन्छ है। अनि मर्निङ 10 AM टु 8 o'clock 8:30 कन्टिन्युसली हामी काम गर्छौँ। अनि यस्तो छ के गर्नु। अनि म चाहिँ फ्री टाइम पाएँ भने हो यसरी नै के लिएर आउने गर्छु है ब्यागमा आफ्नोसँग है। सानोबाट टिफिनहरू यसरी नै हल्का फुल्का। अनि कोही छैन भने चाहिँ है खोलेर है अलिअलि खाने गर्छु। खानु मन लाग्छ, भोक लाग्छ हो। साथी चाहिँ मेरो कुरकुरे लभर हो अनि उसलाई चाहिँ म सधैँ कुरकुरे ल्याइदिइरहेको छु घरमा हो। अहिले एकछिनमा भोक लाग्छ कि म मान्छ पाउँछु। म चाहिँ खाँदिनँ, मलाई मन पर्दैन। मलाई पुरा भोक लाग्यो भनेदेखि त बिस्किट्सहरू खान्छु हो, बिस्किट्सहरू खान्छु नभए बनानाहरू फ्रुट्सहरू काटेर ल्याउँछु हो। त्यस्तो चाहिँ मलाई मनपर्छ बेसी। अनि ऊ चाहिँ खाँदैन, फ्रुट्सहरू मन पराउँदैन। अन्त उसलाई कुरकुरे लभर हो कि त डार्क फ्यान्टास्टी बिस्किट आउँछ नि यस्तो टाइपको। यो डार्क फ्यान्टासी बिस्किट यो त प्याकेटै उडाउँछ उसले, डल्लै होल प्याकेट आउँछ कि ठुलो खालको। ओके सी यू गाइस, बाई।